down, I know you got me, baby. हेलो अनि नमस्ते सबैजनालाई। म चाहिँ मम्मीलाई हस्पिटल लिएर आएको, सरकारी हस्पिटल हाम्रो सरकारी हस्पिटल। अहिले स्कुटीमा आएको। के भयो मम्मी तपाईँ? खै के भयो हिजोको चनाको असर। हेलो अनि नमस्ते। म चाहिँ भाउजूलाई छोडेर मम्मीलाई हस्पिटलमा छोडेर भाउजू भेट गरेर भाउजूलाई चाहिँ यहाँसम्म ल्याइसकेको थिएँ। अहिलेलाई एकछिन फेरि राख्छु ल। म चाहिँ फाइनल्ली भाउजूलाई नि छोडेर आइसकेँ। हस्पिटलबाट लिएर गएको थिएँ भाउजूलाई। अहिले फेरि हस्पिटलमा फर्किसकेँ म। उता मनोकामना मन्दिरतिर डाँडा कालिका मन्दिर निरी चाहिँ भाउजूको घर हो। भाउजूलाई नि हामीले यहीँ बिच बाटोमै भेटेको। यो चाहिँ हस्पिटल। अहिले स्कुटीमा चाहिँ कस्तो बन्यो भ्लग चाहिँ थाहा भएन। चलाउनु नि पर्छ नि त, राम्रोसित हेर्नु नि पर्छ। त्यही भएर चाहिँ स्कुटीमा कस्तो भयो चाहिँ थाहा छैन। अहिले म चाहिँ आइसकेँ भनेर भनिसकेँ। अब मम्मीलाई भेट्नु बाँकी छ। मम्मी अब कता हुनुहुन्छ? हस्पिटलको भिड। रिपोर्ट लिएर अहिले चाहिँ दबाई लिनु ठाउँमा पिसाब जाँच्न दिएर पर्सि आउँछ यसको रिपोर्ट। अस्तिको दबाई चाहिँ निरामन जानुभएको। बिहान 11 बजीदेखि आएको, 2 बजिसक्यो अहिलेसम्म पनि भ्याइएको छैन। यस्तै हो सरकारीमा। हेर्दै जाम अझै कति टाइम लाग्न सक्छ। अब औषधि छ कि छैन नि कन्फर्म हुँदैन यहाँ। सरकारी भन्ने मात्रै, टाइम मात्रै बढी वेस्ट। गाह्रो छ। एकछिन हेर्दै जाम के हुन्छ। इन्फर्म गरिहाल्छु नि म तपाईँहरूलाई। रुम एकछिन। लास्टै घाम चढ्दो छ। हैरान छ हैरान। आइतबारको दिन झन् धेरै भिड। हाम्रो गाह्रो छ नि सरकारीमा आएर। गाह्रो छ गाह्रो। सरकारी भन्ने मात्रै हो। लास्टै गर्मी। धन्न पङ्खा चाहिँ छ है। पङ्खा चाहिँ धन्नै छ। एकछिन बाहिर घाममा उभियो भने त सकिँदैन। गर्मी, लास्टै गर्मी छ। अब यहाँ औषधि बुझ्छु अनि त्यहाँपछि अब के हुन्छ हेर्दै जाम है। औषधि पनि छैन अरे, एउटा मात्रै छ अरे। त्यो पनि यहाँ खै टाइम लाग्ने 1-1.5 घन्टा। अब हामी जान लागेको घर। हेर्दै जाम। अब पर्सि रिपोर्ट लिन आउँदा औषधिसँगै लिएर जाने। लास्टै गर्मी। उत्पात गर्मी छ उत्पात। अहिले चाहिँ स्कुटी लिएर जानला। बाटो जाउँ न कस्तो हुन्छ। के भयो तपाईँलाई? टाउको देखा मम्मीलाई। घरमा पल्टिरहन मन लाग्ने, उठ्न मन नलाग्ने, झमझम आउने, हातसात। त्यही भएको। अब पर्सि रिपोर्ट आइसु थाहा हुन्छ के भएको होइन त। लास्टै गर्मी है तेरिका। एउटा पानी ल्याउनु न बरु। एउटा ल्याउनु त पानी ल्याउनु। मम्मी चाहिँ पानी किन्नुहुन्छ, म चाहिँ स्कुटी निकाल्नु पऱ्यो। स्कुटी नि फेरि लास्टै कुनामा शीतलमा राख्नु पऱ्यो नि त। शीतलमा राख्नाले अनि त्यस्तै छ। गाह्रो छ गाह्रो। स्कुटी राख्नु ठाउँ चाहिँ उता छ मेरो। चाहिँ फेरि उता अलि तलै राखेको छु कि शीतलमा। तातोमा राख्यो भने सिट पोल्छ अनि झ्याउ हुन्छ कि। त्यही भएर उहाँ कुनामा छ। अब निकाल्न पो कति टाइम लाग्ने हो। भिड छ। स्कुटी चाहिँ यहाँ छ। अब म निकाल्छु अनि फेरि भेट्छु तपाईँहरूलाई।
अहिले चाहिँ हामी खाजा खान रोकेको मम्मी र म कहाँ मलाई पनि थाहा छैन यो होटेलको नाम बिचमा मम्मी खाजा आइसक्यो देखाउँछु हाम्रो मोमो पनि आइसक्यो मम्मीले खाना पनि थालिसक्यो म पनि खाने एकछिनमा चिसो पनि छ